नमस्कार रौतहट 4 का मतदाताहरू, आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरू। यस पटकको निर्वाचनमा तपाईले मलाई जुन मत दिनुभयो त्यसको म उच्च सम्मान गर्दै तपाईहरुप्रति आभार प्रकट गर्न चाहन्छु र रौतहट 4 को जनताको समस्या समाधान गर्न म जीवनभरि बाँचुन्जेल लाग्नेछु, तपाईलाई साथ दिन्छु। गरिब निमुखा जनता धेरै छन्। मेरो एउटा एजेन्डा छ, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन, निशुल्क। पैसा नहुनेले अब पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ भन्ने मेरो अभियान जारी रहनेछ। रौतहट 4 का मतदाताहरूले राष्ट्रिय जनता पार्टीका उम्मेदवार गणेश पौडेललाई विजय गराउनु भएको छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँलाई पनि म भन्न चाहन्छु, अब धेरै किसिमका समस्याहरू छन् रौतहटमा, त्यसलाई समाधान गर्न तपाई सक्रिय हुनुस्। तपाईलाई मेरो सहयोग र समर्थन रहनेछ। म यहाँको जनताको समस्या समाधान गर्न आएको हुँ। म चुनाव हारे पनि कहिल्यै पनि यहाँको जनतालाई बिर्सिने छैन। यहाँको जनताको सेवा गर्न म 24 घण्टा तल्लिरहनेछु। बिरामीहरूको उपचार गर्नेछु, निमुखा जनता, गरिब जनतालाई साथ दिनेछु र युवाहरूलाई रोजगारीको लागि मैले पहल गर्नेछु र किसानहरूलाई बिउ र मल दिनेछु। त्यसमा पनि म कुनै कसर बाँकी राख्दिनँ। म जनताको काम गर्न आएको हुँ। मैले जीवनभर जनताको लागि काम गर्नुपर्छ भन्ने एउटा सोच र चिन्तन र सकारात्मक दृष्टिकोण राखेँ।